हेलो गाइस, आज चाहिँ म तलालमा गएको यहाँको चाहिँ सुपर मार्केट है। म चाहिँ के लिनु गएको भन्दा चाहिँ आज चाहिँ मलाई माछा खानु मन लागेको थियो। अन्त माछा भन्दा चाहिँ ग्रेभी होइन, ग्रेभी त सधैँ बनाएर खान्छ होइन, सुपवाला त। आज चाहिँ मलाई खालि फिस फ्राई गरेर खानु मन लागेको थियो। अनि यहाँनिर म अहिले सुपर मार्केटभित्र पसिसकेँ। अनि अन्डा पनि लिनु थियो मलाई। अनि अन्डा हेरेको अफर चाहिँ रहेछ, तर मलाई यो अन्डा मन परेन। अन्त त्यही लागि चाहिँ म होस् भनेर यो अन्डा चेक मात्रै गरेको मैले हेरेँ। अनि त्यहाँदेखिको चाहिँ यहाँनिर चाहिँ यस्तो दुधहरू पाउँछ। यो चाहिँ अल रवाबी होइन, अलमराई भन्नेहरू हुन्छ नि त, मिल्क। अन्त राम्रो लाग्छ मलाई यो चाहिँ। यो दुइटा चाहिँ खान्छु म, अरू त खाँदिनँ म पनि। यहाँनिर चाहिँ तपाईँहरूले हेर्नुभयो भने योगर्ट दही चाहिँ यो चाहिँ अलमराई हो यो चाहिँ। अनि 2 लिटर, त्यो 1 लिटरको, यो चाहिँ 2 लिटरको हो होइन। अनि यहाँनिर चाहिँ योगर्टहरू चाहिँ यस्तो पाउँछ नि त होइन, तपाईँहरूलाई थाहै होला। यो चाहिँ ग्रिक योगर्ट हो, एकदम मिठो हुन्छ यो। म्याङ्गो फ्लेभर, स्ट्रबेरी होइन, मिक्स फ्रुटतिर पनि पाउँछ। मतलब धेरै थरीको पाउँछ फ्लेभरहरू, मिठो हुन्छ। अनि यहाँनिर मैले यो चाहिँ एकदम फेमस होइन, यो लस्सी हो, यो स्विट लस्सी हो। अनि यो चाहिँ सल्टी हो, मिठो हुन्छ यो पनि। मलाई चाहिँ मनपर्छ, पेट शीतल पार्छ होइन। अनि यो पनि सेम हो, लस्सी नै हो, सेम त्यही नै हो, तर यो चाहिँ जस्ट ग्लासमा हो। अनि यो सल्टी, त्यो अघिको स्विट होइन। अनि यहाँनिर चिजहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ म मिट सेक्सनमा आएँ होइन। यहाँ म चाहिँ, मेरो हस्बेन्डले बिफ खाऊँ न त भनेर भन्दै थियो। अनि म चाहिँ यहाँ चेक गर्दै थिएँ। अनि मलाई चाहिँ माछा नै खानु मन लागेको थियो। अनि माछाकै सल्लाह भएर आएको, तर यहाँ आएर चाहिँ हामी हेर्दै थिएँ, बिफ हेरेँ, चिकन पनि हेरेँ, अफरमा रहेछ। अनि तर मैले चाहिँ भनेँ म चाहिँ माछा खाने हो, किनभने आज मलाई माछा खानु मन लागेको छ भनेर चाहिँ यहाँ मैले प्रम्पेट वेट गराएँ होइन। अनि सबै यहाँनिर यस्तो पाउँछ, प्रम्पेट, प्रनहरू। अनि मेरो चाहिँ टमाटर सकिएको थियो, सो त्यही लागि यहाँनिर टमेटोहरू छान्दैछु मैले। अलिअलि के सकेको थियो टमेटोहरू, जस्तो चिल्ली, ग्रिन चिल्लीहरू चाहिँ छिट्टै कुहेर फ्याँक्नुपर्छ कि। खास गरी चाहिँ मर्निङमा थियो मेरोमा, त्यो अस्ति ल्याएको नै, तर कुहिएछ। अनि त्यही भएर मैले फ्याँकेँ होइन। अनि मैले अहिले फेरि अलिकति मात्रै लिएको, किनभने खाँदैन मेरो हस्बेन्डले चिल्ली त, सो त्यही लागि कुहिन्छ, मैले मात्रै खान्छ, सब्जीतिर हाल्नु मिल्दैन, त्यही लागि। अन्त यहाँनिर आएर मैले चाहिँ स्मुदी लिएको, अभाकाडो होइन। मलाई अभाकाडो चाहिँ मेरो फेभरेट हो। अनि मैले यहाँनिर अभाकाडो स्मुदी बनाउनु लगाएँ, किनभने चाहिँ मलाई मनपर्छ अभाकाडो होइन। अनि यो मजाले बनायो उसले। अनि यो ग्लासमा चाहिँ पहिला हनी लगाउँदो रहेछ उसले, टक 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 अलिअलि क्या। अनि यो ब्लेन्ड गऱ्यो उसले, मजाले ब्लेन्ड गर्दो रहेछ। अनि त्यसपछि चाहिँ उसले मजाले बनायो, मैले अच्छे से बनाँदैन भनेर भनिरहेको थिएँ होइन। अनि यहाँनिर हालिदियो उसले, मजाले 1 ग्लास बनाइदियो। यो खाएपछि त ड्याम्मै भएको जस्तो लाग्दो रहेछ है, अघाउँदो रहेछ। अनि यहाँनिर फेरि उसले माथिबाट हनी पनि स्प्रेड गरिदियो, किनभने चाहिँ मैले यहाँनिर चाहिँ स्विट चाहिँ बन्द खाँदिनँ नि त। मतलब बन्द भन्दा कोही कोही चिजमा मात्रै म गुलियो मनपर्छ। अन्त त्यही लागि चाहिँ मैले, जस्तो अब स्विट्सहरू खाँदाखेरि चाहिँ मलाई गुलियै मनपर्छ होइन, त्यस्तो चाहिँ फेरि पुरा गुलियो चाहिन्छ। अनि यस्तोहरू चाहिँ फेरि मलाई चाहिँदैन। चिया पनि म विदाउट सुगर पनि खान्छु खानुको लागि होइन, कफी त म विदाउट सुगर नै खान्छु। अनि यहाँनिर चाहिँ मैले टेस्ट गरेको, अनि मिठो भएछ। अनि म मेरो हस्बेन्डलाई पनि भन्दै थियो मजाको बनाइदिएछ भनेर। अनि गरम, यति गरम है बाहिर, हेर्नु न यस्तो गरम छ अहिले। अनि बाहिर निक्ल्यो भने त एकछिनमै सन ट्यान भइहाल्छ होइन। त्यही भएर अनि म चाहिँ यता गल्लीको बाटो छिटो छिटो जाउँ भनेर चाहिँ। अनि यहाँ चाहिँ म अब स्मुदी पिँदै घरपट्टि लागेँ। म घर भन्छ जहिले नि रुम हो, घर त आफ्नो घर आफ्नो जग्गामा छ होइन। यहाँ चाहिँ रुम। अनि यहाँनिर चाहिँ म मेरो हस्बेन्डसँग पनि बात गर्दै गर्दै छिटो छिटो जाउँ भनेर, किनभने भोक लागिसकेको थियो नि त। मेरो हस्बेन्ड भर्खर आएको ड्युटीबाट। अनि सिधै म चाहिँ सुपर मार्केट गएर सपिङहरू गरेर अनि त्यहाँदेखिको आएको। कस्तो पसिना आएको छ हेर्नु नि, एकछिनमा
यस्तो खलखल पसिना आउँछ है, नम नम भइहाल्छ बाहिर निक्लेकी। अनि बाहिर निस्किएर चाहिँ अब घरभित्र पस्दा चाहिँ पसिनै पसिना हुन्छ। त्यही लागि निक्लिनु मन लाग्दैन मलाई। अब चाहिँ म मेरो बिल्डिङको छेउमा पुगिसकेँ होइन, रुमको बिल्डिङ। अनि गफ गर्दै होइन, बातहरू गर्दै अब चाहिँ मलाई हतार भइरहेछ है, गएर खानाहरू बनाउनु पर्ने छ। दाल त मैले अलि छिटो नै बोइल गरेर चाहिँ राखेको छु। अनि अब चाहिँ गएर मलाई माछा होइन, आज चाहिँ मलाई फेरि रायो साग खानु मन लागेको। अनि रायो साग दामी पाउँछ नि त यहाँनिर। अनि मैले रायो साग पनि लिएर आएको छु। अनि टमेटो सकेको त्यो पनि लिएर आएँ, चिल्ली होइन, सबै अब यहाँनिर रेडी गरेर राखेको छु मैले निकालेर। अनि गरम बेसी भएकोले गर्दा मैले यो वाटरमेलन पनि लिएको छु आज होइन। मलाई फ्रुट्सहरू मनपर्छ खानुलाई। अनि स्यालेड, फ्रुट्स। यहाँ चाहिँ माछा मैले धोएर रेडी गरेँ। अब यसलाई म्यारिनेट गरेर राख्छु मजाले। बेसी केही हाल्दिनँ, हल्दी होइन, अनि सल्ट, लेमन चाहिँ एउटा डल्लै हाल्नुपर्छ यसमा, मजाले त्यो टेस्ट आउँछ। अनि सल्ट त्यति नै हो, बेसी केही हाल्दैन। यो मैले म्यारिनेट गर्दैछु होइन, मजाले सल्टहरू हाल्दैछ। यो पिङ्क सल्ट हो। अनि यसलाई मजाले यसलाई यसरी दल्यो दुवैपट्टि होइन, मजाले उयो गरेपछि यसलाई एकछिन उतापट्टि राखिदिन्छु। त्यसपछि फेरि सागको प्रिपेयर गर्नुपर्छ। साग चाहिँ किनभने रायो साग चाहिँ होइन धुनुको लागि अलिक गाह्रो हुन्छ नि त, अलिक टाइम लाग्छ। अनि त्यही भएर अन्त मैले पहिला चाहिँ माछा चाहिँ किनभने म्यारिनेट गरेर राख्नुपर्छ नि त, यसलाई मजाले टेस्ट पस्छ नि त होइन। अनि त्यही भएर चाहिँ मैले छिटो छिटो पहिला चाहिँ यो गर्छु, अनि त्यसपछि चाहिँ रायो सागको प्रिपेयर गर्छु भनेर चाहिँ यो छिटो छिटो गरेको। अनि यसरी मैले म्यारिनेटहरू गरेर प्रिपेयर गरेँ। अनि गरम चाहिँ किचनमा पनि यति डरलाग्दो गरम हुन्छ है, किनभने एसी चाहिँ बाहिर मात्रै हुन्छ नि त रुमतिर, यो भित्र किचनमा हुँदैन। अन्त मैले साह्रै गरम भयो भनेर त्यहाँको रुममा गएर क्लिपहरू लगाएर आएँ। अनि यो मैले साग मजाले धुइधाइ गरेर बसालेँ होइन। त्यहाँदेखिको चाहिँ स्यालेडको पनि प्रिपेयर गर्दैछु म साइड बाई साइड, किनभने हतार भइरहेछ नि त। अनि मैले स्यालेडहरू पनि धुइधाइ गरेर होइन सट्टै काटेर अलग्गै राखेर, यो चाहिँ मैले फिसको रेडी गरेँ किनभने साग रेडी हुँदै थियो नि त। अनि छिटो छिटो गर्नु पऱ्यो, अन्त त्यही भएर साग आधी कल्चो भइसकेछ। अब यो एकछिन राखेपछि पाकिहाल्छ हो। अनि यता चाहिँ माछाको लागि प्रिपेयर गरेर मैले रेडी गरेर राखिसकेको छु। यहीँ माछा यहाँ छ हो। अब यसलाई चाहिँ फ्राई गर्नु राखेँ मैले। अब यहाँनिर मैले सबै नुन अलि नलाए जस्तो लाग्यो सागमा, त्यही भएर मैले अलिकति फेरि थपिदिएँ होइन, किनभने यो पिङ्क सल्ट चाहिँ एकदम लाइट हुन्छ के, अन्त त्यही भएर अलिक कम्ती लाग्छ नि त। अन्त मैले अलिकति थपिदिएको, मजाको भएछ। अनि यसलाई चाहिँ मैले माछा राखेँ फ्राई गर्न। यस्तो दामी मजाले फ्राई, यसलाई चाहिँ डिप फ्राई गर्नुपर्छ क्या। अनि यो प्रम्पेट चाहिँ फेरि यस्तो छिटो पाक्छ, त्यही भएर हाई फ्लेममै पकाउनुपर्छ यसलाई, नभए चाहिँ क्रिस्पी हुँदैन यो, किनभने सफ्ट खालको माछा हो। हुनु त खाँदा त यो मतलब सफ्ट नै हुन्छ नि त। अन्त त्यही भएर मैले हाई फ्लेममा मजाले यसलाई डिप फ्राई गरेको। मजाले यसलाई फ्लिप गरौँ भनेको, फ्लिप गर्नै नसकेर हो। मलाई जे कुरा पनि फ्लिप गर्दा चाहिँ यति गाह्रो हुन्छ है, एकदमै गाह्रो हुन्छ। त्यही भएर मैले दुईवटा पन्यु लिएर चाहिँ यसलाई समातिकन भाँचिहाल्छ नि त, फेरि सफ्ट हुन्छ कि यो माछा। अनि त्यही भएर दुईवटा पन्युले चाहिँ आरामसे स्लोमा मैले फ्लिप गरेँ होइन। यसलाई पनि पल्टाएँ मजाले, यसलाई हाई फ्लेममा राखिरहेको छु मैले। मजाले यसलाई फ्राई गरेर चाहिँ यहाँनिर मेरो प्लेट रेडी भयो, खाना पाक्यो होइन। अनि यो चाहिँ मेरो हस्बेन्डकै दाल, फिस, रायो साग, अनि त्यहाँको स्यालेड मजाले यहाँनिर मैले। यहाँ मेरो पछाडि चाहिँ वाटरमेलन पनि खाएर नि बाँचेको है यो चाहिँ। अनि काटेर ल्याइरहेँ मैले प्लेटमा, किनभने खानासाना खाएर त्यहाँको खाँदा हुन्छ नि त नि। यो चाहिँ मेरो प्लेट हो ल। मैले रायो साग, माछा सबै आफ्नो प्लेटमा जे थियो सबै टक राखेँ हो। अनि त्यहाँदेखिको यहाँनिर म गफ गर्दैछु मेरो हस्बेन्डसँग। यहाँनिर मैले सबै प्लेटहरू रेडी गरिसकेँ। अब चाहिँ म पनि खान्छु। यो अचार चाहिँ कहिले बिर्सिँदिनँ है। भात खाँदाखेरि चाहिँ मलाई यो अचार चाहिन्छ, यति टेस्टी लाग्छ, अलग्गै हुन्छ है टिम्बुरको अचार। यो चाहिँ खाना रुचेको छैन भने चाहिँ तपाईँहरूले खानुपर्छ है। यसले चाहिँ यति मजाले खाना रुचाउँछ कि, पिरो नि पिरो हुन्छ होइन, टेस्टी हुन्छ, यसको टेस्ट नै अलग्गै हुन्छ।
अनि त्यहाँदेखि मैले माछा पनि लिएँ। कस्तो मजाको भएको छ, यसलाई हेरेर नि हेर्नु नि, देख्दाखेरि कति मजाको भएको छ। डिप फ्राई गरेर मजाले उयो गरेको छु नि त, पकाएको छु। अनि अब मेरो प्लेट सबै दाल साल हालेर बाउलमा होइन रेडी गर्दैछु मैले खाना है। काम गर्दा चाहिँ एकदम मरिमरि गर्नु अरे नि त, अन्त खाँदा चाहिँ फेरि राजाले जस्तो खानु है, एउटा कहावत पनि छ नि त। अनि त्यही लागि मैले नि खाना चाहिँ मजाले, तर हुनु त मलाई खानुको लागि त्यस्तो म उयो छुइनँ। मलाई त खाना त एउटै सब्जी दियो भने मलाई रुच्छ। मिठो पनि चाहिँदैन मलाई, नमिठो पनि थाहा हुँदैन है, मिठो पनि चाहिन्छ भन्ने छैन मलाई, जस्तो दे त्यस्तै रुच्छ खाना चाहिँ। अनि मैले मेरो प्लेटहरू सबै रेडी गरेँ हो। लु है अब चाहिँ म नि खाना खानु थालेँ। अब चाहिँ खाना कस्तो भएको छ भनेर मैले कुरा गर्दैछु हो। अब आफैले बनाएको, अनि सोध्दैछु हस्बेन्डलाई कस्तो भएछ भनेर। यो चाहिँ रायो साग दाल भात मैले फर्स्ट बाइट लिएँ। मिठो भएर रहेछ, एकदमै मिठो लाग्यो मलाई चाहिँ हो। रायो साग चाहिँ मेरो फेभरेट हो, अनि थुप्रै दिनदेखिको मलाई खानु मन लागिरहेको थियो, त्यही लागि नि कस्तो मिठो भएछ भन्दैछ।